खर्क साम्पाङ आज सांसद छ, भोलि मन्त्री पनि हुन सक्छ, एक दिन प्रधानमन्त्री पनि हुन सक्छ। तर जति नै जाने म भए पनि म तपाईहरुलाई माया गर्छु। म तपाईहरुलाई हैन प्रश्न सोध्ने वातावरण म दिन्छु। जेन्जी टाइपकैहरु छौं, जोश धेरै हुन्छ हैन, जोश चाहिँ अहिले नै गरिहालौं भन्ने हुन्छ। तर परिवेश त्यस्तो छैन, देश त्यस्तो छैन। बाटो बनाउने मन्त्रालयले बाटो बनाउन खोज्छ, वन मन्त्रालयले आएर रोक्छ। पानी खुवाउने मन्त्रालयले ट्याङ्की बनाउन खोज्छ, वनले आएर रोकिदिन्छ। एउटै शरीरको अंग एउटै शरीरको अंग चाहिँ एक आपसमा लडिराखेको जस्तो के। त्यसले गर्दाखेरि कानुनमा ठूलो समस्या छ। कानुनले गर्दाखेरि कर्मचारी टेर्दैन है। बालवाला मन्त्रीले त भन्दैन अहिले त, तर उ रिटायर भइसकेपछि उसले भन्ने नै त्यही हो। तपाईले किन काम गर्नु भन्दा कर्मचारीले असर गर्यो है। सुशीला कार्कीज्यूले त्यही भनिराख्नु भएको छ हैन। अहिले पनि तपाईको मन्त्रीहरुको त्यो खालको छ कथा। कर्मचारीले टेर्दैन गर्छु भन्छ, गर्दैन। बाबा गर्छु चाहिँ भन्छ, फेरि गर्दैन तर भन्छ। किन गर्दैन त भन्दा कानुनै त्यस्तो छ। गर्दा पनि हुने, नगर्दा पनि हुने, यस्तो वा ल तर भन्या छ हैन। त्यो नगर्दा पनि हुन्छ उत्तरमा चाहिँ। त्यसले गर्दाखेरि यदि साँच्चै नै यो देशलाई एउटा तीव्र गतिमा विकासको मार्गमा डोर्याउने हो भने कानुनमा ठूलो संशोधन ल्याउनुपर्छ।